हेलो 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 गुड मर्निङ साथीहरू सबैजनालाई नमस्ते। म चाहिँ अहिले छु लिबाङमा र लिबाङमा भइराख्दाखेरि चाहिँ हाम्रो अहिले जुन गृहमन्त्री हुनुहुन्छ सुदन गुरुङ, उहाँ आएपछि चाहिँ धेरै चेन्ज भएको छ धेरै कुराहरू। विशेष गरी त सिडिओ कार्यालयमा चाहिँ काम, हाम्रो जुन नागरिकताको कामहरू अनि एनआइडी कार्ड पासपोर्टका कुराहरू हुन्थे, त्यो चाहिँ पहिले अलिकति लामो प्रोसेस हुन्थ्यो। कुनै आउनु भए हुन्थ्यो, त्यो भएको कारणले गर्दाखेरि चाहिँ धेरै समस्याहरू भोग्नु परिरहेको हुन्थ्यो। अलिकति 1-2 दिन बस्नुपर्ने जस्तो हुन्थ्यो भने अहिलेको नयाँ सरकार आएदेखि कुनै पनि काम लगभग यदि धेरै भिड छैन भने चाहिँ आधी घन्टामा काम सल्भ हुँदो रहेछ। मालपोत कार्यालयदेखि सबै कार्यालयहरूमा, सिडिओ कार्यालयमा अनि लगायतका कार्यालयहरूमा, किनभने हाम्रो माननीय सुदन गुरुङले चाहिँ कुनै पनि कार्यालयमा चाहिँ कुनै पनि व्यक्तिहरूको समस्या या त हुन्छ नि आफ्नो केही दर्ता गर्नुपर्ने कुराहरू चाहिँ यताबाट उता जानु नपर्ने गरी, झन्झट नगर्ने गरी एउटै ठाउँमा सबैजना कर्मचारीहरू भेला भएर बैठक जस्तो बनाएर उहाँहरूलाई त्यहाँ आउनु पठाएर गराउने सिस्टम रहेछ। अहिले हाम्रो लिबाङमा पनि त्यही सिस्टम लागू भएको छ र धेरै जिल्लाहरू ठाउँहरूमा पनि यस्तै भइरह होला। यो भएदेखि नै धेरै सहज भएको छ जुन आम नागरिकलाई यतादेखि उता होइन, नम्बर 1 नम्बरदेखि उता 2 नम्बर 3 नम्बर जानुपर्छ होइन। अब त्यो बेलामा कुनै व्यक्ति आउनु भएको हुन्न, बिदामा बस्नु भएको हुन्छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ अलिकति समस्या हुन्थ्यो पहिले पनि। अहिले त्यस्तो समस्या छैन र मैले 1-2 जनासँग सोद्धाखेरि पनि त्यस्तै उहाँहरूले भन्नुभएको थियो कि अहिले एकदमै खुसी लाग्छ भनेर। र अहिले अर्को गुड न्युज भनेको नमस्तेमा हामीले डाटा चलाउँदाखेरि रिचार्ज जुन सकिसकेपछि चाहिँ डाटा सकिसकेपछि चाहिँ रिचार्जमा भएको पैसा, नम्बरमा भएको पैसा चाहिँ सबै सकिन्थ्यो पहिले होइन। अलिकति थाहै नदिइकन धेरै पटक भइसक्यो मेरो, तपाईँहरूको पनि कति पटक भयो होइन। सबैजनाले कमेन्ट गरिदिनु होला कतिजनाको भएको थियो र भइरहँदाखेरि हाम्रो अहिले यो कुरा पनि सल्भ भएको छ। हिजो मात्रै मैले नोटिस राखेको थिएँ, हेर्नुभयो कि नै? हेर्नुभएको छैन भने तपाईँले डायल गरेर गर्न सक्नुहुन्छ। पहिले त *444# डायल गर्नु पऱ्यो अनि त्यसपछि अप्सन नम्बर 4 चुज गरेर फेरि त्योभित्र डिएक्टिभेसन भन्ने हुन्छ, त्यो अङ्क नम्बर 1मा छ कि 2मा छ, त्यो क्लिक गरिसकेपछि चाहिँ तपाईँको पैसा काट्दैन है त। ल बाई गाइज, सी यू नेक्स्ट भिडियो।